ल आहा कति राम्रो सेल होइन त पापड जस्तो भएछ हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग है गाइज सबजना सन्चै हुनुहुन्छ होला मेरो पनि एकदम ठिकठाक छ अनि फेरि पनि मैले नयाँ भिडियो लिएर आइसकेको छु हेर्न सक्नुहुन्छ होइन सो अहिले मम्मी र म त यहाँ छ म ट्याक्क लगाएर तपाईँको भोलि माघे सङ्क्रान्ति अनि सबैजना हाम्रो बाहिर रहनुभएका हाम्रो दाजुभाइ दिदीबहिनीहरू अनि नेपालमै रहनुभएको सबैजनालाई तपाईँको माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना छ आफ्नो घरमा तपाईँजना सबैजना बिच सेफ भएर माघे सङ्क्रान्ति राम्रोसँग मनाउनु होला होइन सो हाम्रो पनि माघे सङ्क्रान्ति रमाइलो हुँदैछ होइन भोलिको लागि तयारी अहिलेबाट हुँदैछ ल हेर्न सक्नुहुन्छ होइन ट्याक्क लगाएर मम्मी चाहिँ अहिले सेल हाल्दै हुनुहुन्छ म चाहिँ ट्याक्क लगाएर यसो भिडियो खिचिदिन्छु अनि पछि मैले नि सेल हाल्छु अब एकछिन होइन ट्याक्क लगाएर हेर्न सक्नुहुन्छ खतरासँग ट्याक्क आगोमा बनाएको सेलहरू नै छुट्टै हुन्छ कि तपाईँको यो ग्यासहरूमा पकाउनु र आगोमा पकाएको स्वादै छुट्टै हुन्छ होइन त मम्मी सो धेरै फरक हुन्छ कि ग्यासमा मान्छेहरूले नोटिस गर्नु भएको छैन ग्यासमा बनाउनु र होइन तपाईँको आगोमा बनाउनुको त्यो स्वादै फरक हुन्छ कि सो अब हाम्रो त यहाँ तपाईँको सेल हाल्न सुरु भइसकेको सेल हाल्न होइन आमाले भर्खर बनाउनु भयो आमाले हालेको त हेर्न सक्नुहुन्छ यहीँ चाहिँ होइन मम्मीले हाल्दै हुन्छ यो चाहिँ आमाले हाल्नु भएको होइन सो अलिकति यो चाहिँ बाङ्गो छ अनि म यो चाहिँ मम्मीले हाल्नु भएको हेर्न सक्नुहुन्छ होइन सो अब म पनि भिडियो बनाउँछु होइन कसरी हाल्छु हेर्नु होइन सो हेर्न सक्नुहुन्छ हाम्रो ट्याक्क माघे सङ्क्रान्ति सुरु भइसकेको छ सबैजनालाई फेरि पनि माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना छ हाम्रो आमा चाहिँ आउनु भइसकेको छ यता ल हाम्रो आमाले हालेर सेल त यही हो है बिग्रिया छ अलिकति बाङ्गो टिङ्गो हाम्रो आँखा जस्तै रहेछ हाम्रो हाम्रो आमाले चाहिँ अलिकति बाङ्गो हाल्नुहुन्छ सेल मम्मीले चाहिँ राम्रो हाल्नुभयो होइन त्यस्तो तारिफ गरे होइन सो त्यो पनि ठिक छ कहिले काहीँ मिस्टेक हुन्छ होइन आमाले हाल्न चाहिँ राम्रो हाल्नुहुन्छ मैले जिस्केको हेर्न सक्नुहुन्छ होइन ट्याक्क लगाएर तपाईँले यहाँ पुरै सेल पाकिरहेको छ अहिलेसम्म हामीले खाना पनि खाएको छैनौँ अब खानसाना खान्छौँ होइन अनिपछि म खानसाना खाएर बल्ल भिडियो बनाउँछु अनिपछि त्यही हो अब ट्याक्क लगाएर लास्टसम्म भिडियो हेर्नु है त गाइज यसले हाल्ने नि कसरी हो सेल सरी तल लर घुमाउ माथि समाउ न होइन त्यसरी समाने हुन्छ नभए झ्यापौ कसो हात सरर खतम सेल हाल्नु मान्छेले सेल बनाउनु कसरी जान्छन् मैले सेल बनाएको त पल्टाउने हो अब गाई सेल चाहिँ राम्रो भएन होइन हेर्न सक्नुहुन्छ जसले सेल बनायो त्यसले बुढी राम्रो पर्छ भन्छन् एउटा उखान थियो नि जसले सेल राम्रो बनायो त्यसको बुढी राम्रो बनाएन भने राम्रो पाउँदैन भन्थे मेरो बुढी चाहिँ नराम्रै पर्ने भइरहेछ होइन ठिक छ पहिलो ट्राईमा यतिको पहिलो पटक यतिको हाल्नु भने राम्रो हो ल हेर्नु है मैले बनाएको सेल है यो चाहिँ राम्रो भएन यो मम्मी सो हेर्न सक्नुहुन्छ यतिको सेल बन्यो होइन ल सेल चाहिँ यस्तो भयो म अर्को हाल्छु आमा म अब आमाले भन्दा मम्मीले सेल राम्रो हाल्नुहुन्छ जस्तो चढाइदियो सेल चढाएको बाउ खान्छु भने खान्छु भने तेरो आमाले हल्लाइदिइहाल्यो नि त्यो झन् टेढो भयो यार यसरी सेल हाल्यो भने खत्तम भइहाल्यो आमै ल हेर्दै खत्तम भएन त यो चाहिँ अलिकति खत्तम भयो त लभ सेपमा भयो अरे यो गोल निकाल्नु निकाल्नु म यो अहिले यता भिडियो बनाउँछु अब सो हेर्नु सक्नुहुन्छ है सेल मैले बनाएको खत्तम भयो गाइस यहाँ मम्मीले बनाउनुहुन्छ सेल होइन कस्तो हुन्छ हेरौँ न हजुरहरूको घर नि ट्याक्क लगाएर सेल पाकिरह होला
हाम्रो देश धमाधम सेल पाकिरहेको छ माघे सङ्क्रान्तिको लागि। भोलि मामा नि लाने मम्मी? मामाहरूको मामा र पकाउनुहुन्छ नि। त्यस्तो राम्रो त छैन तर पनि खत्तम भइहाल्यो नि सेल त। ल गाइज मैले बनाएको सेल है यो त ट्याकलर हेर्न सक्नुहुन्छ। खत्तम भयो। पहिलो लड मात्रै राम्रो भएको थियो तर दोस्रो लडमा चाहिँ मैले बनाएको सेल है गाइज हेर्न सक्नुहुन्छ। यो चाहिँ त्यही धेरै जुम भयो। सो यो हो यो मैले बनाएको सेल चाहिँ। मम्मीले बनाएको सेल हेरौँ न त कस्तो हुन्छ है त। ट्याकलर आगोमा पकाएको सेलै मिठो हुन्छ कि छुट्टै हुन्छ कि स्वादै अर्कै हुन्छ कि। ए राम्रो छ ल। यतिकै सेल बनाउनु भनेको राम्रो हो कि मान्छेको बाङ्गो टिङ्गो हुन्छ। यतिसम्म यो कसले हालेको सेल चाहिँ यो यतिसम्म राम्रो छ कि यो भयो अनि पछि यो भयो यतिसम्म सेल भनेको नाइस हो कि। यो यस्तो यस्तो हालेर त अलिकति हुँदैन होइन ड्याली हालेर यो। सो हेर्नु सक्नुहुन्छ है सेल खाने भए चाहिँ हाम्रोतिर आउनुहोस् है ट्याकलर सेल खान चिया र सेल सङ्क्रान्तिमा पुरै रमाइलो छ नि सङ्क्रान्तिमा माघे सङ्क्रान्ति। ल हेर्नु सक्नुहुन्छ ट्याक्कै सेल हाले मम्मीले। अब म एक दुईवटा हाल्छु होइन। सो कस्तो हुन्छ हेरौँ सेल मैले हालेको है। सो गाइज हेर्न सक्नुहुन्छ ड्याली हालेको सेल चाहिँ होइन कसरी हाल्नु ल ल ल ल हेर्नु सक्नुहुन्छ होइन। यो चाहिँ ड्याली हालेको सेल है गाइज ल। त्यसलाई अलिकति चलाइहाल्नु नि छिटछिटो गरेर के हो ल। सो राम्रो सेल चाहिँ उता लिएर जानु भइसकेको छ। अलिअलि बाङ्गो छ होइन। यो चाहिँ पछि बनेको सेल जब सकिन लागिसकेको छ सेल। ल हेर्न सक्नुहुन्छ ड्यालीले बनाएको सेल होइन। मम्मी र म त यहाँ छौँ होइन। ए ल खतरा भइहाल्यो नि सेल त। कहाँ त्यो दुध चला जस्तो चलाएको त्यो अब यसो बिस्तारै यताउति छेउ भित्तामा थिच्नु न। सो मलाई पनि बनाउनु आउँदैन तर पनि अब यसो देखा भरमा सिकेको। तर मैले भन्दा राम्रै हाल्नु भयो है ड्यालले। फर्कुनु उता कालो भइसकेको छ। सो म त यहाँ टिचर बन्न आएको छु। मलाई चाहिँ आउँदैन होइन। भयो निकालिदिनु। सो म त यहाँ टिचर बन्न आएको छु। मलाई पनि आउँदैन राम्रोसँग बनाउनु तर पनि अलिकति ठिक छ ल। ल हामी ड्याली बनाएको सेल है हेर्न सक्नुहुन्छ ल। ल आहा कति राम्रो सेल होइन त पापड जस्तो भएछ। अलिकति अब भित्रसम्म छिर्यो नि त पापड जस्तै हुन्छ। सो फाइनली गाइज मैले चाहिँ तपाईँको भिडियो पनि बनाइसकेको छु सेल हालेको कस्तो हो प्लिज कमेन्ट गर्नु होइन। अब चाहिँ हाम्रो अन्तिम भइसकेको छ सेल हाल्न सकिन लागिसकेको छ हेर्न सक्नुहुन्छ। अब पुरै आधी भाँडो आधी मुनि आइसकेको छ। अब मम्मी अब त कति आधी घन्टामा सकिन्छ होला यो त्यस्तै आधी घन्टा जतिमा अब सकिन्छ होइन। तपाईँको अराउन्ड तपाईँको 150-200 सेल बन्यो यतिले होइन। अनि पछि त्यही हो कस्तो लाग्यो भिडियो पछि हाम्रो ड्यालीले हाल्नु भएको थियो एक सेल ड्यालीले हाले पनि त्यस्तै भयो सेल होइन। ठिकै छ सेल त यस्तो ड्यालीले हाले सेल त यही हो हाम्रो ड्यालीले हाले सेल यो चाहिँ। अनि पछि मम्मीले चाहिँ राम्रो हाल्नुहुन्छ सेल होइन। सो त्यही हो गाइज अब म ठ्याक्क लगाएर अब यहाँबाट निस्किन्छु। फाइनली गाइज मैले चाहिँ ठ्याक्क लगाएर तपाईँको सेल हालेर सकिसकेको छ होइन। सो अब तपाईँको मुनि अन्तिममा आइसकेको छ सेल हालेर। अब मम्मीले हाल्दै हुनुहुन्छ अराउन्ड तपाईँको 150-200 सेल बन्यो होइन माघे सङ्क्रान्तिको लागि। अनि पछि फेरि पनि भन्छु भित्री मनबाट होइन माघे सङ्क्रान्तिको धेरै शुभकामना छ। बाहिर रहनुभएका हाम्रो दिदीभाइ बुवा आमा सबैजना बाहिर रहनुभएका होइन विभिन्न देशमा अनि पछि नेपालमा हुनुभएको सबैजनालाई सङ्क्रान्ति राम्रोसँग मनाउनु। हाम्रो पनि सङ्क्रान्ति राम्रै भइरहेको छ होइन गुड भइरहेको छ। सो त्यो कारणले त मैले यो भिडियो यहीँ इन गर्न गइरहेको छु गाइज होइन। अनि मेरो नयाँ सब्सक्राइबर साथीहरू हुनुहुन्छ भने प्लिज डोन्ट फर्गेट टु लाइक कमेन्ट सब्सक्राइब होइन। सब्सक्राइब गरिदिनुहोस् अनि भिडियो लास्टसम्म हेरिदिनुहोस्। अनि ट्याक्क लगाएर सक्नुहुन्छ नि प्लिज होइन भिडियो पनि सेयर गरिदिनुहोस्। यतिमा भन्दैमा म यो भिडियो चाहिँ अब यहीँ इन गर्न गइरहेको छु गाइज होइन। अब म नयाँ भिडियोमा भेट्नेछु नेक्स्ट भ्लगमा छिटो आउँछु भिडियोहरू। ओके गाइज हामी नेक्स्ट भ्लगमा भेट्नेछौँ। बाई गाइज।